हर्क सम्पाङको टिमले आज छातीमै पर्चा टाँसी संसद भवन छिरेको छ र उहाँहरूले भनेको छ डोजर आतंक बन्द गर्नुहोला, गरिबमाथि अन्याय नगर्नुहोला। उहाँ के ठेक्का लिनुभएको छ डोजरको? उहाँले के गरिबले बचाउनु ठेक्का लिनुभएको छ? गरिबको नाममा अहिले उहाँ राजनीति गरिरहेछ, डोजरको नाममा उहाँले राजनीति गरिरहेछ। सबै सुकुम्बासीहरूको न्याय मारिरहेछ अहिले हर्क सम्पाङको टिमलाई। सुकुम्बासीहरू अहिले ताली बजाउँदैछ, हाम्रो सरकारले राम्रो गरिरहेछ, हामीहरू भूमिहीन भएको मान्छे हो, सरकारले घोषणा गरेको छ, हामी असली सुकुम्बासीहरूलाई लाल पूर्जा समेत दिन काम गर्छ। तर हर्क सम्पाङज्यूले अहिले भ्रम फैलाइरहेछ, हुकुमबासीहरूको मनोबल बढाइरहेछ। उहाँहरूको यो पार्टीको काम हेरेर आउने दिनमा निकै नै चुनौतीपूर्ण हुन सक्छ। उहाँले न्याय माग्नु सुकुम्बासीको लागि होइन, हुकुमबासीले सपोर्ट गरिरहेछ। प्रष्ट अहिले देख्नु भएको छ सबै नेपाली जनता। उहाँहरूको पार्टीको सोच र उहाँहरूको पार्टीको मानसिकता के रहेछ अहिले सबै नेपाली जनताले बुझ्दैछ।